यो पहिलो लाउने चाहिँ पैसा दिनु आएको थियो अनि टक्क यो छ अनि यसको hello everyone, welcome back to my channel. So I hope तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला. So म पनि सन्चै आरामै छु हैन. त्यही सेकेन्ड ब्लग भनौं न हैन. अनि टक्क हिजोको ब्लग चाहिँ म भरेतिर हाल्छु हैन. अनि आज हाम्रो चाहिँ हाइकिङ साइकिङ केही छैन. आज हाम्रो भनेको टक्क काम गरेको भिडियो हो क्या. टक्क खेतमा यहाँ हाम्रो आशी जाति छ अनि पर हाम्रो केटाहरु छ तिनीहरु सबजना मिलेर हाम्रो चाहिँ काम छ. काम कस्तो के हुन्छ सो देखाउँदै जान्छु, हेर्दै जानु होला. त्यही सो त्यही हो, हामी चाहिँ सब केटाहरुसँग भेटियो है. यहाँनिर चाहिँ छ यहाँ कुकुरसँग बसिरहेछ यो अब फेरि हो. सो यता हाम्रो जाति छ यहाँ नि आसे. अब हाम्रो चाहिँ यहाँ चिया उयो भएर हामी चाहिँ लाग्दिन्छौँ खेतमा काम गर्नु. त्यही हो, खतरा आजको भिडियो चाहिँ खतरा हुनेछ. त्यही हो, भरे हेरिदिउँ होला. सब हिजो डन्डीबाट फुटाएको यार. त्यही हो, भरे हेरिदिउँ है त. सो हामी चाहिँ टक्क यहाँदेखि पनि चिया खायो घुर्दिउँ. यहाँ हाम्रो विवेक साथी छ. हेलो गर न उनलाई. हेलो हेन्सम देखिरहेछ नि यहाँनिर छ. अनि टक्क हामी चाहिँ अब उयोमा गएको. पानी चाहिँ सिमसिम परिरहेछ. अब यस्तोमा कसरी गर्ने अब त अलिकति हालेपछि सब उकिन्छ र गिद्दी हुन्छ र उयो हुन्छ. सो त्यही हो. अनि अब भरे चाहिँ मोबाइलमा चार्ज पनि छैन. लाइन मुला रातभरि पानी परेर लाइन नै आएको छैन. यहाँनिर दुईजना. सो त्यही हो, भरे अब के हुन्छ त्यो उयो गरौँ होइन. अहिले अब लाइन पनि छैन, चार्ज पनि छैन अहिले. बना मुतायो यहाँ उहाँ मुत्न. सो त्यही हो. अनि अब भरे भेट्दिउँ है त. बाँध्दैन माया गर्छु नि हो भन्दा नि पतो किडनी देखाइदिन्छ. किडनी देखाएर माया गर्छु भन्छ. कवि साथीको ब्लग केटा हो. अहिले चाहिँ हामी आली लाउनु जाँदैछौँ. यो पहिलो लाउने चाहिँ फ्यामिली ब्लग. यो पहिलो लुगा लाउने चाहिँ मासला होइन. हिजो लोत्री कुटा खायो बुचियारको. छोटा देखा हाम्रो साथी भरि बेस्ट ब्लग एभर. अझै हामी चट्ट लाएर हिरो भएर म चाहिँ मेसी हो तर मुनि चाहिँ रोनाल्डोको कट्टु अरे क्या. फेरि रातो हुँदैन के हुँदैन. रातो हुन्छ रातो पनि हुन्छ होला. के तँलाई के उयोले घाँदिँदैन. केटीहरू तिमीलाई मन पर्यो भने चाहिँ नम्बरमा कल गर. कवि साथी नम्बर छोडिदिइराख ल. नम्बर पनि भने नि तिमीलाई 9777777 लास्टमा 10 कल गर. नदेखानु
के सोचेको होला यो हाम्रो अगाडि जाने बाटो यो मान्छे एकदमै लाटो म चाहिँ बाटो एकछिन हो त्यही हो हाम्रो यहाँ सबजना 5 जना ग्रुप थियो यो साथी पनि आइसक्यो कता देखिरहेछ यता चाहिँ कालो देखाउँदै सो अब हाम्रो काम चाहिँ अब यो खेत होइन नि पर छ सो अब भरेतिर अब टक्क हामी आलीसाली लगाएर नुहाउनु चल्दिने सो त्यही हो अनि हामीले चाहिँ टक्क अघि आएर पनि यहाँ थालेर अनि अघि भिडियो बनाउनु पऱ्यो भनेको फेरि रनमती भिडियो बनाउनुको लागि मोबाइलै ल्याइएन रहेछ केटाहरूले परै छोडेछ मोबाइलहरू अनि हामीले यत्रो आली लगाएर भर्खर खाजा पनि अघि खाएर अनि भर्खर हो भिडियो बनाएको यहाँ सब केटाहरू यहाँ सब यो उयो भएर क्या यो गरेर सब हिलो छ यहाँ केटाहरूले लगाइरहेछ हामी चाहिँ यत्रो पार सक्यौँ नि भिडियो बनाउनु पऱ्यो भनेको बिर्सिँदा यार त्यही हो अनि टक्क अब त्यो भिडियो बनाएर नुहाएर अब घर लाग्दिनु पर्छ होला होइन त्यो खतरा केटाहरू वाल काम गर्छ यार यहाँ तितिरहेको रहेछ अघि हेरेको मलाई तितिरै पनि थिएन त्यही हो यत्रो सकिहाल्यो होइन अब टक्क उयो गरेर त्यही हो भरे भेट्दिउँ है त सो त्यही हो हामी चाहिँ टक्क त्यहाँनिर सकेर यताउति गरेर मामसाम खाएर हामी घर घुर्दैछौँ हाम्रो साथी यहाँनिर छ यो साथी चाहिँ फेरि ढिलो आएको क्या हामी त गएर अनि यताउति गरेर हामी आइसकेको थियौँ उयो साथी चाहिँ ढिलो आएको थियो अनि टक्क यो छ अनि यसको चप्पल मेरो यो जुत्ती र म टक्क यसको चप्पल लगाइदिइरहेको छु अनि यसले चाहिँ टक्क खाली खुट्टा हिँडिरहेछ सो त्यही हो आज भिडियो मजाले बनाएन किनभने अब मोबाइलमा चार्ज पनि थिएन लाइन पनि ढिलो आएको थियो अनि त्यही त हो भात खाएर पेट पो दुख्दैछ होइन अनि साथी के भन्नु चाहन्छ मेरो ब्लगमा ठिक छौ नि त्यही हो अब भरेतिर अब के कस्तो हुन्छ भिडियो चाहिँ म बनाइराख्छु त्यही हो सो त्यही हो अनि हाम्रो टक्क घर आयो घर आएर यताउति नुहाइ धुवाइ गरेर टक्क मजाले रागा सार्नु जाँदैछु सो अघि पनि भिडियो त मजाले बनाउँदै थिएँ अनि बनाउँदै कस्तो कालो देखिन्छ बनाउँदै अब टक्क उयो गर्ने बेला भइहाल्यो टक्क लाइन चार्ज पनि थिएन भिडियो पनि कसरी बनाउनु त्यही भएर टक्क कालो देखाउँदैछ क्या सो कालो देखाउँदैछ त्यसरी भयो अब के गर्नु होइन त्यसरी भएपछि म त भिडियो त्यतिखेर मजाले बनाउनु पनि पाएन बनाउनु पाएको भए त सही हुन्थ्यो होला अब त्यही त सब कालो आएर गिद्दी भयो त यार सब कालो आयो त सो यो अनि हामीले टक्क उयो गरेर के होस् अलिकति मात्रै भिडियो बनाउनु पाएँ भनौँ न धेरै भिडियो बनाउनु पाइएन किनभने अब त्यही त हो अब नभएपछि होइन गिद्दी भइदिन्छ मुला जे होस् के भन्ने जे होस् बनाइरहेको छु भिडियो अब बिस्तारै हाल्दैछु टक्क तपाईँहरूले सपोर्ट गर्नुपर्ने भयो होइन मलाई त्यही त हो टक्क सपोर्ट गरेर होइन अगाडि बढ्नु पऱ्यो भनेर सोचिरहेको छु पहिलेको च्यानल गइहाल्यो लुत्रुकै के गर्नु होइन अब टक्क भिडियो बनाउँदै जाऊँ न के हुन्छ कस्तो हुन्छ होइन सो त्यही हो अब भन्नु त के भन्नु होइन बोल्ने मजाले आइँदैन जे होस् अब भिडियो बनाऊँ होइन उयो गरौँ
के कस्तो हुन्छ। मेरो त पछाडिको क्यामेरै बिग्रेको छ हौ होइन, पछाडिको क्यामेरै बिग्रेको छ, अगाडिको मात्रै काम लाग्छ। अनि त्यसरी अगाडि यस्तो बनायो अनि यसरी पछाडि अगाडि यसरी पछाडि। के गर्नु भएको के गर्नु भएको के गर्नु भएको टक्क होइन। त्यही बाजे यहाँनिर एक्लै हुनुहुन्छ। यहाँ बोजू पनि खसिसक्नु भयो, अस्ति भर्खर खस्नु भएको। सो मेरो भैँसी चाहिँ उहाँ रहेछ होइन, उहाँ छ। घामले मलाई भिडियो बनाउनु दिँदैन, कालो न कालो देखाउँछ। सो एकछिनमा भेट्दिउँ है त। सो त्यही हो होइन, टक्क यहाँनिर भैँसी सारियो होइन। अनि टक्क लाग्दिएको घरतिर। अब अल्छी लागिरहेछ, के गर्नु होइन। त्यही हो टक्क। सो भिडियो बनाउँदैछु, के गर्नु, यस्तो चलिरहेछ लाइफ। अब घुम्नु जानुपर्ने छ, घुम्नु जाँदाखेरि भिडियोहरू टक्क बनाउँदै हालिन्छ होइन। अब यस्तै गाउँतिर हिँडेको उयो गरेको त के धेरै बनाइराख्नु होइन, अल्छी पनि लाग्छ हेर्ने मान्छेहरूलाई। त्यही भएर भिडियो बनाइदिन्छु। अब घुम्नु गएको। सो सबजनाले सपोर्ट गर्नु पर्यो है त। के भने आइफोन 6देखि बनाउँदैछु, त्यही नि कस्तो देखिँदैछ है, काल देखाउँदैछ। त्यही यिनीहरू बाध्य रहेछ। बाच छिटो मुलाहरू बाँच्छ। सो त्यही हो टक्क। अब माथि घर लाग्दिने होइन, मलाई सब परेको देखाउँदैछ। घर लाग्दिने, घर लाग्दिएर के हुन्छ कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला। त्यही हो अब एक दिन यो गएको बेलामा चाहिँ टक्क भिडियो बनाइदिन्छु होइन। घुम्नु जाँदै गरौँ, बनाउँदै गरौँ है त। सबजनाले सपोर्ट गरिदिइराखौँ है। त्यही हो आजको मौसम चाहिँ वा घाम लागिरहेछ, त्यही नि अलिक राम्रो भइरहेछ क्या। टक्क बादल खतरा भइरहेछ। त्यो मौसम आजको खतरा छ, हेर्नु न, हेर्दा हुन्छ है कस्तो बादल खतरा निस्किरहेछ यार यस्तो। सो आजको भिडियो चाहिँ के कस्तो भएन। सो अलिकति खेतमा उयो गरेको मात्रै भएको छ। सो हाम्रो राजन दाई उहाँ हुनुहुन्छ। अस्ति यो दाईहरूसँग घुम्नु जाँदा भिडियो मजाले बनाएन नि मैले होइन, मेरो भ्लगै भएन राम्ररी। ओ राजन दाई के छ तपाईँको हालखबर? यहाँ दाजुले यो दाजुले कुखुरा लिएर बनाउनु हुँदो रहेछ टक्कसँगले। कुखुरा बनाउनु भएको भरे चिन्ता हो तपाईँकोमा? भरे आउँछु ल भिडियो बनाउँदै। राति त के अनुहारै देखिँदैन र। अस्ति नै हो सही भयो है अस्ति? सही त हो त। त्यही अब तपाईँ विदेश कहिले जाने? एक दिन पछाडि। अब फेरि पछि आएर होला नि त जानु। तिमीहरूलाई बेलुकी मात्रै आउँ भनेको 2-3 बजी मात्रै। कहिले भन्नु हो? त्यतिखेर काम थियो नि त दाजु। ल बनाएर ल्याम्लुम ल, भरे म पनि आउँछु यसो चाख्नु ल। ल दाजु गएको। त्यही हो अब घर लाग्दिने, घर लागेर अब के कामहरू छ होला यताउति। एक दिन फेरि उयोमा गएकोहरू भिडियो बनाउनु पर्ने छ। यसो घरमा बसिराखेको धेरै भिडियो पनि बनाइराख्नु हुँदैन क्या, कन्टेन्ट चाहिँ खोज्नु पर्ने भयो क्या। कन्टेन्ट भएन भने भिडियो नै हुनु मान्दैन होइन, त्यो भएर कन्टेन्ट चाहिँ चाहिन्छ है। त्यही भरे भेट्दिउँ है त।